आज चाहिँ आजको पत्रिका दिन चाहिँ रमाइलो नै भइरहेछ। हेलो एभ्रिवान, नमस्ते, सेवा सेमुना सबैमा। आई होप तपाईहरु सबजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम धेरै सन्चै छु। सो आज चाहिँ हाम्रो पत्रीमा साकेला डान्स कम्पिटिसन छ अनि यो चाहिँ हाम्रो 2083 को लास्ट कम्पिटिसन हो। अस्ति चाहिँ हाम्रो लक्ष्मी मार्गमा थियो कम्पिटिसन अनि हामी चाहिँ त्यहाँ थर्ड भएको थियो। त्यसको पनि ब्लग छ मसँग, तर त्यो चाहिँ मैले अहिले एडिट गरेको छुइनँ किनभने त्यो बेला चाहिँ मेरो फोनको चार्ज डेड भएको थियो कि अनि मैले दाहरूको फोनबाट बनाएको थिएँ भिडियो आदि चाहिँ। अनि त्योहरू सार्दा ओर्दा अलिक छ्याउ भयो कि अनि मैले त्यही भएर एडिटै गरेको छुइनँ। अब कुन दिन एकदम अलिक मुड भएको हुन्छ नि त्यो बेला चाहिँ म त्यो एडिट गरेर हाल्छु। अनि आज चाहिँ हाम्रो पत्रीमा कम्पिटिसन छ अनि अरू बेला चाहिँ हाम्रो बेलबारीमा पनि हुन्थ्यो, कीर्तिमनमा पनि हुन्थ्यो है। तर कीर्तिमनमा चाहिँ योपालि भएन, मतलब साकेला कम्पिटिसनै भएन। अनि बेलबारीमा चाहिँ खोइ किन हामीलाई लानु भएन योपालि चाहिँ। सो आज चाहिँ हाम्रो पत्रीमा छ। सो लेट्स सी के कस्तो हुन्छ म तपाईँलाई देखाउँछु। सो त्यही हो गाइस। अहिले चाहिँ हामी मङ्गलबारे साकेला थानमा छौँ, बेला भइरहेको छौँ। अनि त्यहाँदेखि अब हामी ए अँ त नि अहिले चाहिँ हामी अस्ति नै हामीले एउटा भिडियो बनाउन आँटेको थियौँ कि त्यो भिडियो बनाउनु जाँदैछु मैले अस्ति। अहिले चाहिँ हामी यहाँ बनाएको थियौँ अस्ति बनाएको, अहिलेसम्म बनाएकै छैनौँ हामीले। यो काले चाहिँ म हो होइन, यो काले चाहिँ म हो होइन। अहिले चाहिँ आज चाहिँ हाम्रो पत्रीमा हो कम्पिटिसन अनि हामी सबैजना भेला भएको छु। मैले साकेला थानमा कसम भनेको किनभने आज हाम्रो लास्ट हो। लास्ट त मतलब 2 गते हुन्छ काने पोखरीमा, तर आज जोसमा तलबाट गन्दा फर्स्ट अब उर्लाबारी यस उर्लाबारी हो। अहिले हामी यहाँ मङ्गलबारीको साकेला थानमा छौँ। अब हामी एकछिन प्र्याक्टिस गरेर मात्रै जान्छौँ हामी। अब चाहिँ हामी प्र्याक्टिस गर्ने यहाँ भिडियो बनाएर अनि त्यहाँदेखि चाहिँ जानेछु। लेट्स गो। दाजु एक्साइटेड हो कतिको? त्यतिको फिक्स हो नि भाइ? कतिको एक्साइटेड? यसलाई छैन अघि नाच म त नाच्दिनँ भन्दै थियो। गाइज प्रतिक्रिया दिदीले चाहिँ यसको जाने जुत्ता ल्याएर भएको छ गाइज। फेरि मोबाइल चाहिँ कसकोबाट बनाउँदै छ त्यहाँ हेर्नु न। हाई गाइज, अहिले चाहिँ हाम्रो भिडियो बनाइसक्यौँ। अब हामी प्र्याक्टिस गर्नु अनि लाइक गर्नु। अब हामी यहाँ हाम्रो स्टेजमा प्र्याक्टिस गर्छौँ अनि मात्रै जाने। यहाँ अहिले प्र्याक्टिस चल्दैछ, प्र्याक्टिस गरिसकेपछि मात्रै हामी चाहिँ जान्छौँ। ए कस्तो रहेछ यो मान्छेले डिस्टर्ब हान्छ इज्जत लुट्न खोजेको ला। यहाँ सिनीहरू हाम्रो प्र्याक्टिस हुँदैछ अनि त्यहाँदेखि मात्रै हामी निस्किनेवाला छौँ। सो त्यही हो। ल यो फोटोसुट चल्दैछ हाम्रो अनि जाने पनि सुरसार चल्दैछ। 1 बज्न आँटिसक्यो। हेलो गाइस, अहिले चाहिँ हामी पत्रीमा आइसकेको छौँ। हामी भेला भइसकेको छौँ अब जानुको लागि। गाइस आँटेको छौँ के भन्छ साकेला थानको बेलामा हो कि जानु दाइ? हो भाइ हो। अनि हामी दुईजना चाहिँ अब जान आँटेको यता भाइ। के छ भाइ चाहियो अरे आज? यहाँ बसिया दिदीको घर कसले बनाउँथ्यो? तेर दाइले। दिदीको घर कसले बनाउँथ्यो? तेर दाइले। ओ गुड मर्निङ यार, हतार तिमीले। ए मेरो त यता अब चाहिँ गेटमा गएर भेट्छौँ गाइज। हेलो गाइज, हामी चाहिँ हामी गए पुग्यौँ। अब चाहिँ हामी गाइज जाँदैछौँ। इन्ट्री हुँदैछ हाम्रो यहाँ सबजना अगाडि, सबजना जाँदैछ। यो कान्छा जाने यहाँ छ यो अगाडि नै हो। मान्छे पनि आमामा उलाबारीले नै सबै भोराइदिन्छ त हौ यत्रो जाने एकदम बवाल। ऊ हिजोमा ऊ त्यो 3वटा टिमको त हाम्रो एउटा टिमको हुन्छ होला यार मान्छे त यार, कसम भनेको। लाइन नबिगाएर केटाकेटीहरू फेरि अब
हिँड्नुपर्ने अरे हौ छ्या हामीलाई स्वागत गर्न बसेको भाइ बहिनीहरू अब मलाई पनि मेलामा कसैले यो किनिदेऊ न यार यो मेलामा हामी चाहिँ एन्ट्री भइसकेको छौँ नमस्ते दिदी अहिले चाहिँ हामी पत्रीभित्र आएर पनि हाम्रो एकछिन डान्स गरेर अहिले बसिरहेको छौँ अब रेडी हुँदैछ कम्पिटिसनको लागि झन्डा हाम्रो हातमा हामी हाम्रो तालमा हामी चाहिँ अहिले यतापट्टि आएको छौँ हाम्रो डान्स सकेर यहाँ चाहिँ ठुलो बाबु बनाउनु भएको रहेछ नयाँ होला जस्तो लाग्यो पहिले त थिएन यस्तै छ हामी कम्पिटिसनमा के हुन्छ रिजल्ट लास्ट भिडियोमा है ल तपाईँलाई के हुन्छ जस्तो लाग्छ आई थिङ्क सेकेन्ड ल हेरौँ ल लास्टमा बेसी हेरौँ फोटो खिच्ने मान्छेको अनुहार भन्दा न फोटो खिच्नु हता जाऊ जाऊ अरुणिमा गयो 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 बिचरा लजाउँदैछ गाइज के गर्नु गर्नु भन न भन न भन न भन्दा ल खिच न भन्दै न सक्सेस भइसकेको छ सुनिता राई सानासँग फोटो खिच्न खुसीले पागल भइसक्यो ल आज पागल पागल आम्बो यतिको खुसी त कसम एसी पास गर्दा पनि भएको थिएन ल यो मान्छे हाम्रो पत्रीमा डान्स सकेर बसिरहेको छौँ घाँटी हल्का के भन्छ गीत गाएर ठिकै भयो नराम्रो पनि होइन राम्रो पनि होइन लेट्स सी रिजल्ट के हुन्छ अनि एउटा कुरा अपडेट गर्नु मन लाग्यो हामी लक्ष्मी मार्ग है लक्ष्मी मार्गमा चाहिँ थर्ड भएको थियौँ त्यसको भ्लग पनि छ तर एडिट गर्नु हल्का छ्याउ भएको छ त्यही भएर मैले हालेको छुइनँ सो आज चाहिँ हाम्रो पत्रीमा छ अब के रिजल्ट हुन्छ म तपाईँहरूलाई भन्छु अहिले चाहिँ सबैजना पसिनै पसिना भइरहेको छ लुगाहरू सबै चिसो चिसो भएको छ क्या यो चाहिँ हल्का उयो कलर छ अहिले चाहिँ ल हाम्रो पर्फर्मेन्स ठिकै भएको छ लेट्स सी रिजल्ट के हुन्छ है भाइ जना गलेर यसरी बसिरहेको छ आज गर्मी पनि छ अनि नाच्यो पनि त भर्खरै आएको त्यही भएर हल्का गर्मी छ होइन ओइ के भयो अरे मलाई लास्ट किन त्यो सिल्लीहरू के गरे उसले कराउँदैन नि हामीले पुरा हामीले चाहिँ कराएको तर अरूले कराउँदैन हामीले यस्तो चिच्चा गर्ने गाइस घाँटी नै कस्तो भइसक्यो क्या अहिले चाहिँ हामी खाजा खाँदैछौँ गाडी कस्तो दुखेको यार भाइले चाहिँ चाम्रे अर्ग्यानिक छोडेर के खाइबस्नु छ खोइ तिम्रो चाहिँ चाम्रे अनि यहाँ वाचिपा पनि छ अचारहरू छ हाम्रो चाहिँ जहिले खाजा यही हुन्छ है यसको गाइस 3, 2, 1
1 गो क्यों हिला डाला ना जे होस् रमाइलो छ त्यही होला गाइस हामी चाहिँ मजा गरिरहेको छु आज जे होस् आजको पत्रिका दिन चाहिँ रमाइलो नै भइरहेछ अन्तिम दिन पनि भइरहेछ गाइस एक्टिङ गाई त आज दामी भएको त दामी हामी सबैको आज चाहिँ ठिकै पर्फर्मेन्स गएको छ लेट्स सी के कस्तो हुन्छ अनि अब चाहिँ हामी मेला घुम्न जाने फोटो खिचायो उहाँहरूको चाहिँ सिरियल कहिले कहिले हेर्थेँ कि म पनि फेसबुकतिर आइरहेको अन्त भएको रहेछ अनि फोटो पनि खिच्यौँ एकदमै राम्रो छ म पनि आउँछु सबैजनाले फोटो खिच्यौँ 150 रुपियाँ सापट्टि कहिले पाउँदिने रे ल ल अब चाहिँ बुन्साद किन्ने अरे अब हामी बुन्साद हेर्न जाँदैछौँ यहाँ छ मैले किन्ने गरेँ Thank you. Nice. भारी मिस्टेक हो गया सर ओके दुईजना अब टिमका सहभागी टिम हुनुभएको छ उल्लाबारी इन छोटे मोटे प्रोग्रामों से कितना कमा लेते हो? थर्ड भइसकेको छ उल्लाबारी